सौभाग्यवतीको लागि म कामना गर्दछु। भगवान् कृष्णले साईबाबाले पशुपतिमा मनोकामनामा पनि हामी सबैको रक्षा गरौँ, हाम्रो देशको रक्षा गरौँ र हाम्रो देशमा भएको सम्पूर्ण महिला दाजुभाइ सबैको रक्षा गरौँ। हाम्रो सबै मन सदा आध्यात्मिक र सामाजिक र हाम्रो मातृभूमि नेपालको लागि चलेर रहिरहोस्। र वान सेकेन्ड 80 दशकका बावजुद पनि हाम्रो नृत्यलाई स्वीकार गरेर हाम्रो महामारी आउनुभएको छ। त्यसको लागि सत्यसाई क्षेत्र सम्पूर्ण परिवारको तर्फबाट हामी आवाज उठाउन चाहन्छौँ र भरे 6 बजीतिर हामीले त घर खुवाउने निम्तो छ, हामी त्यहाँ पनि जानुपर्छ। त्यस कारण आज धेरै तासु पर्छ यहाँहरू र हामी सबैको लागि एकदमै खुसीको कुरो र हामी यहाँ सम्पूर्ण परिवारलाई पनि हामी आज कृतज्ञता दिन चाहन्छौँ। म धेरै बोल्दिनँ र यो कार्यक्रममा यहाँसम्म ल्याउनको लागि धेरै सहयोग गरिराख्नु भएको छ। हाम्रो उडिका साइडले यो पानी दिनुभएको छ र हकको लागि पनि अघि हाम्रो आध्यात्मिक साथीहरूले भनिसक्नु भएको छ। सहयोग गर्ने हाम्रो सहयोगी हातहरू र जति पनि जुन सम्मानका पात्र हुनुहुन्छ र यो सत्यसाई सेन्टरले उहाँलाई 2006देखि 2014सम्म उहाँले गरेको कार्यक्रमहरू पढ्ने ढल्ने गरेको कारणले उहाँहरू कति सम्मानका पात्र गरेको र आगामी दिनहरूमा पनि यो संस्था कन्टिन्यू जानेछ र जति पनि सत्यसाई सेन्टरलाई जस्तै माया गर्छ हामी सबै त्यसलाई माया गर्नेछ अवश्य पनि। र हाम्रो सत्यसाई सेन्टर जस्तै माया गर्छ एक प्रकारले हरेक हाम्रो एक्टिभिटिजमा जस्तो सहभागी हुन्छ हामी त्यसको मूल्याङ्कन गर्नेछौँ र आगामी दिनहरूमा त्यसको सहयोगी वर्गहरूलाई पनि हामी चाहिँ सत्यसाई सेन्टरले बसेर संस्थाको कार्यक्रम गर्नेछौँ। र यस्तो एउटा पारदर्शी पार्टीमा पनि हामी सम्पूर्ण महिला दिदीबहिनीहरू हामी एउटा खुसी छौँ र अवधिमा हामी सबैजनाले एकत्रित भएर चाहिँ यस्तो हल्का व्यक्तिको यो कार्यक्रमलाई सुचारू रूप दिँदैछौँ र आफ्नो चाडहरू पनि आफ्नो नैतिकता धर्म संस्कृति र आफ्नो परम्परालाई जोगाउँ भन्दै वञ्चित यहाँ सबैजनालाई सत्यसाई सेन्टरको परिवारको तर्फबाट ह्याप्पी क्रिसमस भन्दै अब हामी यो कार्यक्रमलाई म यो समापन गर्दै अब हामी सबैजना मिलेर नाच्छौँ। साईराम, थ्याङ्क यू। साईराम। अब ल दिदीबहिनीहरू सबैजना आउनुहोस्, नाचौँ गाउँ रमाइलो गरौँ, पानी पिउँ जुस पिउँ अनि बेलुका फेरि दस खाना जाउँ। अहिले खाएर जतिजना आउनुभएको छ सबै भट्नु पर्यो, गएर हाम्रो आमा बुवा हाम्रो माइतमा हाम्रो ओरिजिनल माइत विदेशमा बसेर हाम्रो माइतीको याद गर्दै हाम्रा माता पितालाई को घरमा गएर हामीले दर खाने कार्यक्रम छ, त्यहाँ जाउँ। आउनुहोस् ल सबैजना अब नाचौँ है त ल।